मित्रहरू, तपाईहरू सबैलाई थाहा छ देशमा जुन सुशासन जनताले चाहेको देशमा सुशासन हुनुको साटा देशमा जुन किसिमको व्यतिथिहरू मतलब देश देखा पर्यो र भ्रष्टाचारहरू देखा पर्यो। हाम्रो देशका नेपाली जनताले हाम्रा देशका जेएनजीहरूले सहन नपाएर देशमा आज व्यतिथिको विरोधमा उहाँहरू आन्दोलन गर्यो। उहाँहरू आज भ्रष्टाचार अन्तको लागि आन्दोलन गर्दा आज यो देशका ठुला पार्टी बनाउनेहरू यो सरकारमा रहेका नेकपा एमाले र कांग्रेसका सरकारमा रहेका पार्टीहरू गोली बर्साउने काम गर्यो र गोली बर्साएर हाम्रा नेपाली जेएनजी भाइहरूलाई हत्या गर्ने काम गर्यो। र अहिले हाम्रा नेपाली जनताले यो देशमा अब पुराना दलहरू होइन, अब नयाँ वैकल्पिक मतलब शक्ति निर्माण गरेर जनताको भावना जेएनजीको भावनाको सम्मान गर्ने, देशमा सुशासन कायम गर्ने, भ्रष्टाचारलाई अन्त गर्ने र यहाँका भ्रष्टाचारीहरूलाई कारबाही गर्ने आज यहाँका जेएनजीहरूले उठाइरहेको मागको भावनाको सम्मान गर्नको निम्ति आज यो वैकल्पिक राष्ट्रिय नयाँ शक्ति निर्माणको लागि जनार्दन शर्माको नेतृत्वमा प्रगतिशील राष्ट्रिय अभियान सुरु भएको छ। त्यसैले हामी विभिन्न पार्टीका नेताहरू, विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ताहरू हामी परित्याग गरेर आज यो प्रगतिशील अभियानमा घोषणा गर्दछौँ। आज केही घोषणा गर्नुभयो, यो अवस्था किन आइसक्यो? हिजो तपाईँहरू त्यही पार्टीमा हुनुहुन्थ्यो, त्यो पार्टीमा लामो समयको सहयात्रामा बस्नुभयो, आज एकाएक त्यो पार्टी छोडेर यो अभियानमा जुट्नुको उद्देश्य के हो? प्रश्न पार्दिनुहोस्। अहिले जेएनजीको भावनाको सम्मान गर्नको लागि, देशमा सुशासन कायम गर्नको लागि, भ्रष्टाचारकारी मुक्त गर्नको लागि, भ्रष्टाचारहरू कारबाही गर्नको लागि आज सिङ्गे देशका जेएनजीले आन्दोलित भएको छ। उहाँहरूको भावनाको लागि हामीले अहिले जनार्दन शर्माको नेतृत्वमा प्रगतिशील अभियान चलेको तपाईहरू आम सारा पत्रकार समुदायहरू देशवासीहरूले सुनिराख्नु भएको छ। अहिले नयाँ शक्ति पार्टीका बाबुराम भट्टराईले जेएनजीको भावना अनुसार आफ्नो पार्टीको अध्यक्षबाट राजीनामा दिएर जेएनजीको भावनाको सम्मान गर्दै सरकारलाई सहयोग गरिरहेको र जेएनजीको भावनाको समर्थन गर्दै उहाँले अहिले जुन किसिमले मतलब भने जेएनजीलाई हामी तपाईहरूको साथमा छौँ, तपाईहरूको माग पुरा गराउन तपाईहरू आन्दोलन गर्दै गरिराख्नुहोस्, हामी साथमा छौँ, हाम्रो माग नपुरा हुन्जेलसम्म आन्दोलन रोक्ने छैन भन्ने कुरा जो भइरहेको छ। त्यसै कारणले अहिले यो मङ्सिर 7 गते पत्रकार मिडिया मार्फत हामीले थाहा पायौँ कि प्रगतिशील राष्ट्रिय अभियानका र रासपाबाट समुना श्रेष्ठ र सांसद सन्तोष परियारको समूह र नयाँ शक्ति पार्टीले मङ्सिर 7 गते पार्टी एकता गर्दैछ र यो देशले खोजेको जुन एउटा राष्ट्रिय वैकल्पिक राष्ट्रिय शक्ति आज देशले खोजिरहेको छ। त्यसै कारणले हामीले हिजो परिवर्तनको निम्ति, जनताको मतलब परिवर्तनको मुक्तिको निम्ति, अधिकारको निम्ति हामी आफ्नो ज्यानलाई संयममा राखेर हामी जनयुद्ध पनि गरेका छौँ। हामी विभिन्न आन्दोलनमा, मधेस आन्दोलनमा हामीले योगदानहरू गरेका छौँ। तर आजको आवश्यकता, आजको परिस्थितिको माग, आज जेएनजीहरूले उठाएका आवाजहरूलाई हामीले सम्मान गर्नुपर्छ। त्यसै कारणले अब यो एमाले पार्टी र कांग्रेस पार्टी र यो माओवादी पार्टी
हरूको काम छैन। आज तपाईहरू पत्रकार मित्रहरू देखिराख्नु भएछ, मधेसी दलहरू सबै टुक्रिरहेको अवस्था छ। जेएनजीको आन्दोलनपछि सबै दलहरू टुक्रिरहेको अवस्था छ। आज नेपाली काङ्ग्रेसमा 3 टुक्रा हुने सम्भावना तपाईहरू स्वयं रात दिन सुनिराख्नु भएको छ। त्यसै कारणले यो शक्ति अहिले प्रगतिशील राष्ट्रिय अभियान जो चलेको छ, यो अभियान यो जेएनजीहरूको भावनाको सम्मान गर्न र वैकल्पिक शक्ति पार्टी निर्माण गर्नको लागि यो अभियान सुरु भएको छ। मङ्सिर 7 गतेको दिन काठमाडौँमा अहिले यो 3 दलको एकता हुन्छ। अरू पनि कुलमानको मतलब होइन के अरे पार्टी तपाईको आम जनता पार्टीहरूसँग पनि कुरा चलिरहेको अवस्था छ। एकता भयो, एकता हुने नत्र चुनावको बेला नयाँ पार्टीहरू जो वैकल्पिक पार्टीहरू चुनावी गठबन्धन गरेर पनि यो पुराना पार्टीहरूलाई पराजित गर्ने यो प्रगतिशील राष्ट्रिय अभियानको नारा छ। तपाईले यो प्रचण्डले जुन नवगठित पार्टी नेकपा बनाउनु भएको छ, त्यो पार्टीमा बसेर पनि त्यो जेएनजीको मुद्दाहरूलाई सम्बोधन गर्न सक्दैन र त्यो पार्टीमा बसेर पनि त सकिन्थ्यो नि जेएनजीको आन्दोलन। प्रचण्डजीले आफ्नो अस्तित्व जोगाउनको निम्ति अहिले समाजवादीसँग एकता गरिएको छ। तपाईहरू देख्नुहोस्, आज नेकपा माओवादी कति सिटमा 64 सालमा जितेर आयो, तर माओवादी पार्टीले जुन जनताको भावनाको सम्मान गर्दै आफ्नो पार्टीलाई पार्टीभित्रको आन्तरिक चिजलाई बलियो बनाएर जानुपर्ने त्यो नगरेको कारणले आज पार्टी कहाँ खस्केर आयो। आज 32 सिटमा चढेको छ। आउने चुनावमा झन् खस्किने डरले आज मतलब समाजवादी पार्टीसँग अस्तित्व जोगाउनको लागि अहिले 10 दल एकताको कुरा गरिराख्नु छ। त्यो समाजवादी माधव नेपालीको नेतृत्वको पार्टी र नेकपा माओवादी केन्द्रको अध्यक्ष नेतृत्वको पार्टीको अस्तित्व जोग्ने नभएर र अलिअलि जे भए पनि यी दुई पार्टीमा त मतलब जनता छ। महेन्द्र यादवको पार्टीमा कुन जिल्लामा सङ्गठन छ? अरू दलका मतलब नेताहरू 10 टाउको जो देखाइएको छ उसको सङ्गठन कागजमा मात्र बाहेक जनतामा कहाँ छ? र त्यो नारा दिएर एउटा मनोविज्ञान खडा गर्दा पनि जनताले पत्याइरहेको अवस्था छैन। त्यसै कारणले वैकल्पिक शक्तिको आवश्यकता भएको कारणले अहिले ज्ञानेन्द्र शर्माको नेतृत्वमा प्रगतिशील राष्ट्रिय अभियान सुरु भएको छ। त्यो अभियानमा हामी सबै देशवासी र हामी सारा जेएनजीहरू पत्रकार मित्रहरू सबैलाई अनुरोध गर्न चाहन्छौँ कि यो वैकल्पिक शक्तिहरूले तपाईँहरू आफ्नो आफ्नो ठाउँबाट सहयोग गरेर आज देशमा सुशासन काम गर्नको लागि, व्यथितिलाई अन्त गर्नको लागि तपाईहरू सबैजना साथ दिनु हुनेछ भन्ने म विश्वासका साथ मात्र आफ्नो कुराहरू राख्दछु। अन्तमा मेरो एउटा सानो जिज्ञासा नेताजी, तपाईँको पनि धेरै चर्चा हुने गर्छ बारा जिल्लामा। तपाईँले पनि पटक पटक पार्टी फेर्ने काम गर्नुहुन्छ, धेरै पार्टीमाहरूमा तपाईँले जानुभयो, त्यही अन्तर्गत आज पनि यो अभियानमा त सामेल हुनुभएको छैन भन्ने जनताको जिज्ञासा छ, के भन्नुहुन्छ? म पार्टी फेर्नुको कारणै भनेको जनताको भावनाको सम्मान गर्नको निम्ति हो। मलाई मेरा विपक्षीहरूले दल बदलु भने पनि, मलाई जे भने पनि, तर म जनताको भावनाको सम्मान अनुसार परिस्थिति अनुसारको रणनीतिमा जहिले पनि हाम फालेको छु। आज मधेसको अधिकारको लागि मधेस आन्दोलन भइरहँदा तपाईहरू देशवासी, जिल्लावासीहरू, पत्रकार मित्रहरू सबैलाई थाहा छ शिवचन्द्र कुशवाहा 37वां दिनमा आन्दोलनमा आफ्नो शक्तिसहित आन्दोलनमा आइसकेपछि मधेस आन्दोलनको परिस्थिति के कस्तो रह्यो, हामी जनयुद्धमा आफ्ना भूमिका कस्तो खेलेका छौँ र अहिले पनि चुनावी प्रक्रियामा पनि जनताको भावनाको सम्मान गर्नको निम्ति पार्टीभित्र पनि आन्तरिक अन्तर सङ्घर्ष गर्दै त्यो आन्तरिक सङ्घर्षमा सहनै नसकेर हाम्रा जनताको भावनाको सम्मान गर्नको निम्ति त्यो चुनावी प्रक्रियाको रणनीतिमा हामीले पनि भाग लिएर जनताको माया पाएका कुराहरू तपाईहरू सबैलाई थाहा भएको कुरा हो। 5 दल 3 प्रधानमन्त्री सबै मिलेर आएर उपचुनावमा जो उनीहरूले
सारा शक्ति राज्यको लगाएर जसरी अपमान र पराजित जनताको भावनाले गर्ने काम गर्यो। अब हाम्रो जनताको दिन आएछ। जेएनजीले आज जुन किसिमको मतलब व्यतिथिको विरुद्धमा आवाज उठाएको छ, यो पुराना पार्टीहरूको दिन अब गइसक्यो। अब यिनीहरू आउने चुनाव जो 21 को जो हुनेवाला छ, अब यिनीहरूको कुनै खैरियत छैन। तपाईँ देखिराख्नु भएको छ त्यही सिमरामा हिजो त्यो केपी ओलीको जुन महेश बस्नेतले च्यालेन्ज गरेर मतलब जेएनजीका आवाजलाई, न्यायको आवाजलाई दबाउन च्यालेन्ज गर्दाखेरि आज सिमरामा ओर लिन दिएन जेएनजीहरू किन हो? त्यस कारणले अब जेएनजीको आवाजलाई, मागलाई पुरा गर्नको निम्ति हामी यो अभियानमा मैले पनि लागिसकेको छु। के तपाईँको नजरमा अब चुनाव हुन्छ? फागुन 21 गते राज्यले जुन चुनाव गर्ने रणनीति अगाडि बढाएको छ, के चुनाव हुन्छ फागुन 21 मा? अहिले यो अन्तिम सरकारको काम कारबाही भनेको चुनावको लागि बनिएको अन्तिम सरकार नै, संसद विघटन गरेको यही चुनावको लागि हो। त्यसकारण यो राज्यको, यो सरकारको जिम्मेवारीको कुरा हो। हामी राजनीतिक दलहरूले चुनावको लागि हामीले मतलब तयारीमा जुटिसकेका छौँ। यो 3 दललाई पराजित गर्नको लागि त यो अभियान हामीले सुरु गरेका छौँ। त्यसकारण हामीलाई विश्वास छ 21 गतेको चुनाव हुन्छ। 21 गते कुनै कारणले भएन भने 2-3 महिनाको लागि सर्न सक्छ, तर चुनाव नै मतलब अहिलेको निकास हो। यत्रो ठुलो अभियान लिएर जनतासम्म चाहिँ आउनुभएको छ। चुनाव फागुन 21 मा चाहिँ चुनाव तोकिएको छ अन्तिम सरकारले। यो अवस्थामा वर्तमान परिप्रेक्ष्यमा यो प्रगतिशील राष्ट्रिय अभियान जुन लिएर आउनुभयो देशव्यापी रूपमा, अब यो चुनाव अगाडि तपाईँको यो पार्टी चाहिँ दर्ता हुन्छ? यो चुनावमा तपाईँहरू चाहिँ भाग लिन सक्नुहुन्छ? एकदम हाम्रो पार्टी दर्ता गराइसकेको छ। हामीले अहिले मङ्सिर 1 गते यो अभियान, हामी अभियानमा, त्यही भएर अभियानमा आज हामीले घोषणा गरेका छौँ। र 7 गते नयाँ शक्ति र यो रासपाबाट 2 जना मन्त्री र सांसदहरूको समूह र जनार्दन नेतृत्वको मतलब गरी राष्ट्रिय मतलब प्रगतिशील राष्ट्रिय अभियानमा जुटेका सबै मतलब 7 गते मतलब एकता गरेर एउटा नयाँ दल र एउटा नयाँ चिन्हसहित मतलब जनताको बिचमा चुनावी अभियान लिएर मतलब आउनेछ। अन्तमा यो बारा जिल्लावासीलाई, यो माओवादीबाट असन्तुष्ट नेता कार्यकर्तालाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? म सबै साथीहरूलाई, सबै देशवासीहरूलाई हामीले यो सुशासन कायमको लागि, व्यतिथिलाई अन्त गर्नको निम्ति र भ्रष्टाचारीलाई कारबाही गर्नको लागि हामीले यो अहिले वैकल्पिक शक्ति निर्माणको लागि यो अभियान जो हामी सुरु गरेका छौँ, त्यो अभियानलाई पुरा गर्नको निम्ति 12 जिल्लामा प्रगतिशील राष्ट्रिय अभियान हामीले सञ्चालन गर्न अहिले हामीले 11 सदस्यीय हामीले आयोजक कमिटीको रूपमा हामीले घोषणा गर्दछौँ, जसमा संविधान सभा सदस्य शिवचन्द्र कुशवाहा को संयुक्तत्वमा